नेपालमा पहिलो पटक मान्छेको लिङ्ग नै परिवर्तन गर्ने अपरेसन सफल भएको छ। त्यो पनि निजी अस्पतालमा होइन, सरकारी अस्पतालमा। काठमाडौँको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा हालै मात्र एकजना 25 वर्षका पारालैङ्गिक अर्थात् ट्रान्सजेन्डर मान्छेको लिङ्ग परिवर्तन गरेर महिलाको बनाइएको छ। यी पारालैङ्गिक व्यक्तिमा पुरुषको यौन अङ्ग थियो, त्यसलाई अपरेसन गरेर महिलाको यौन अङ्ग बनाइएको छ। चाहिँ केटा मान्छेको जुन एउटा चाहिँ अर्ग्यानलाई चाहिँ केटी मान्छेको सेपमा चाहिँ हामीले बनाउने अपरेसन जुन चाहिँ एउटा नेपालको चाहिँ हिस्ट्रीमा चाहिँ एउटा नयाँ नै भन्ने मान्नुपर्नेछ। अब पुरुषको अङ्गलाई महिलाको अङ्गमा परिवर्तन गरिसकेपछि यौन सुख पाउन त सकिन्छ, तर बच्चा भने पाउन नसक्ने भनेर चिकित्सकले बताउनु भएको छ। यो शिक्षण अस्पतालको प्लास्टिक सर्जरीका टिममा एकजना विदेशका चिकित्सक पनि जोडिनु भयो र उहाँहरूको टिमले चाहिँ यो पहिलो पटक सम्भव गरेको छ नेपालमा मान्छेको लिङ्ग नै परिवर्तन गर्ने अपरेसन। अब यो अपरेसन सफल भइसकेपछि यसले धेरै कुरामा नेपालको बाटो खोलिदिएको छ। एक त अब नेपालबाट जुन लिङ्ग परिवर्तन गर्नका लागि थाइल्यान्ड, इन्डिया लगायत विश्वको अन्य देशहरूमा मान्छेहरू जान्थे, अब उनीहरूले नेपालमा नै एउटा विश्व स्तरको अपरेसन गर्न पाउने भएका छन्। र अब यसले नेपालमा राम्रोसँग भयो, नेपालमा सक्सेसफुल हुन थाल्यो भने चाहिँ विदेशदेखि पनि मान्छेहरू आफ्नो लिङ्ग परिवर्तन गर्नका लागि नेपालमा आउन सक्ने देखिएको छ। हाम्रो चाहिँ यस्तो खालको प्रोग्राम चाहिँ अब रेगुलर रूपमा नै हामीले सञ्चालन गर्ने सोचिरहेको छौँ। यसलाई अब व्यवस्थित रूपमा हाम्रो टिचिङ हस्पिटलमा चाहिँ यो सेवाहरू सहज रूपमा चाहिँ सबैले पाओस् भनेर चाहिँ हामीले प्लान गर्छौँ। र त्यो सँगसँगै अब अहिले पनि हामी जो चाहिँ व्यक्तिहरू गर्न चाहनुहुन्छ भनेदेखि अब अहिले पनि हामीले त्यो प्रोसेस नै सुरु गरिहाल्छौँ। अब विदेशमा गएर यस्तो खालको अपरेसन गर्दाखेरि थुप्रै पैसा खर्च हुन्थ्यो। नेपालमा भने 1-2 लाख रुपियाँमा नै यो सम्भव हुने देखिएको छ, जसका कारणले गर्दाखेरि पारालैङ्गिक भएर जन्मिएका व्यक्तिहरूलाई आफ्नो यौन चाहना अनुसार, आफ्नो यौनिकता अनुसार लिङ्ग परिवर्तन गर्न पनि सजिलो हुने देखिएको छ। नेपालमा के नै हुन्छ र भन्नेहरूका लागि शिक्षण अस्पतालमा भएको यो सफलताले गतिलो जवाफ दिएको छ। नेपालको मेडिकल सेक्टर पनि बिस्तारै अघि बढ्दैछ भन्ने एउटा उदाहरण हो। यसमा संलग्न रहनुभएका सबै डाक्टरहरूलाई हामी धेरै धेरै धन्यवाद र बधाई दिन चाहन्छौँ। नमस्ते, म पारस खड्का, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills, and hopefully together we can help you build your career.